के तपाईले कहिले सोच्नुभएको छ मान्छेलाई साँच्चै सुख दिने कुरा धर्म हो कि प्रकृति अनुसार बाँच्ने स्वतन्त्रता? यदि एउटी स्वतन्त्र प्रकृति प्रेमी युवती र कठोर धार्मिक संस्कारमा हुर्किएको युवकको भेट भयो भने के हुन्छ? आज हामी नेपाली साहित्यको कालजयी कृति दूधको सार बुझ्नेछौँ। यो केवल एउटा प्रेम कथा होइन, यो मानिसको मन, संस्कृति, धर्म र प्रकृति बीचको गहिरो सङ्घर्षको कथा हो। यो उपन्यासका लेखक हुन् दूध। कथाका दुई मुख्य पात्र हुन् सुम्निमा र सोमदत्त। सुम्निमा किराँत समुदायकी युवती हुन्। उनी प्रकृतिलाई नै जीवनको सबैभन्दा ठूलो गुरु मान्छिन्। उनको विचारमा प्रेम, स्वतन्त्रता र प्राकृतिक जीवन नै मानिसको वास्तविक शक्ति हो। अर्कोतर्फ सोमदत्त ब्राह्मण परिवारमा हुर्किएका युवक हुन्। उनी धार्मिक संस्कार, नियम र परम्परालाई जीवनको आधार मान्छन्। जब सुम्निमा र सोमदत्तको भेट हुन्छ, उनीहरू एकअर्काबाट धेरै फरक देखिन्छन्। सुम्निमा खुला सोच भएकी छिन्। उनी जीवनलाई सहज रूपमा स्वीकार गर्छिन्, तर सोमदत्त हरेक निर्णय धर्म र संस्कारको सीमाभित्र बसेर गर्न खोज्छन्। समय बित्दै जाँदा उनीहरूको सम्बन्धले एउटा गहिरो प्रश्न उठाउँछ। के मानिसले आफ्नो प्राकृतिक भावना दबाएर मात्र आदर्श जीवन बाँच्न सक्छ? लेखकले कथामार्फत देखाउँछन् कि केवल परम्परामा बाँधिएर बाँच्दा मानिस आफ्नो वास्तविक भावना र खुसीबाट टाढा जान सक्छ। त्यस्तै केवल भावना मात्र पनि पर्याप्त हुँदैन। जीवनमा सन्तुलन आवश्यक हुन्छ। यस उपन्यासको सबैभन्दा ठूलो विशेषता भनेको कुनै पात्रलाई पूर्ण रूपमा सही वा गलत नदेखाउनु हो। बरु यसले पाठकलाई आफै सोच्न प्रेरित गर्छ। सुम्निमा उपन्यासबाट हामीले सिक्ने मुख्य कुरा: प्रेम र मानवता कुनै जात वा धर्मभन्दा ठूलो हुन्छ। फरक संस्कृति र विचारलाई सम्मान गर्नुपर्छ। अन्धविश्वासले मानिसलाई सीमित बनाउन सक्छ। प्रकृति र संस्कृति बीच सन्तुलन कायम गर्दा जीवन अझ अर्थपूर्ण बन्छ। साँचो ज्ञान भनेको अरूलाई बुझ्ने क्षमता हो। सुम्निमा आज पनि किन कालजयी छ? किनभने यसले केवल एउटा कथा सुनाउँदैन, यसले हाम्रो जीवनलाई प्रश्न गर्न सिकाउँछ। हामी वास्तवमा आफ्नै सोचले बाँचिरहेका छौँ कि अरूले बनाएका नियमले? यदि तपाईलाई यस्ता पुस्तकहरूको सरल नेपालीमा सारांश मनपर्छ भने भिडियो लाइक गर्नुहोस्, च्यानल सब्स्क्राइब गर्नुहोस् र अर्को भिडियोमा फेरि भेटौँला। धन्यवाद।